हेलो हेलो गाइजहरू, मेरो ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ मैले मिनी ब्लग बनाएको। त्यसपछि होइन, अब के भनौँ र, म अल्छीको कुरा त्यही त हो नि। पढ्दै सुतेछु के, अनि बल्ल उठेको। त्यसपछि बाहिरतिर गएँ मुख धुनलाई सर लाएर। अनि मेरो ब्लग अन्तिमसम्म हेरिदिनु होला, कस्तो लाग्छ अनि अन्तिमसम्म हेरिदिनु होला है त। अनि मैले चाहिँ सर मुखसुख धोइसकेपछि एकदमै भोक लाग्यो अनि केही पनि बचेको रहेनछ। त्यसपछि च्याउचु खान पर्यो भनेर सर हिँडेँ म फेरि पैसा लिएर हिँडिसकेपछि फेरि मलाई ठ्याक्क एउटा आइडिया आयो। बेलौटीको बुट्टा थियो, सर बेलौटी हेरेँ अनि कतै पनि देखिनँ। त्यसपछि एउटा ठाउँमा देखेँ, त्यही टिपेँ अनि जाँदासम्म यही खाँदै जानुहुन्छ भनेर फेरि टिपेर टक्क लाएर धोएर टक्क फेरि त्यही बेलौटी खाँदै गएँ होइन। खाँदै गइसकेपछि टक्क लाएर म दोकान पुगेर च्याउचु लिएर आएँ होइन। च्याउचु लिएर आइसकेपछि मैले चाहिँ तिनवटा थिएँ, दिदीलाई, दाइलाई अनि भान्जीलाई बिस्कुट ल्याइदिएको थिएँ। भान्जीलाई बिस्कुट दिएँ अनि मक्क परेर खुसी भइन्। त्यसपछि मैले खाना लाएँ। हेर्नुहोस् गाइजहरू, भोक लाग्यो अनि पकाउनको लागि झ्याउ लायो। त्यसपछि भने त म अल्छीले अब के पकाउँदै र, त्यसपछि खाइदिइहालेँ। फेरि मैले आफ्नै बेइज्जत गर्न खोजेको होइन, जे हो त्यही भनिदिएको छु। त्यसपछि पानी खाएँ अनि होमवर्क चाहिँ धेरै थियो, त्यही भएर पढ्न बसेँ, एकछिन लेखेँ। अनि लेखेर भइसकेपछि फेरि के गर्ने भन्ने भयो। त्यसपछि केही पनि गरिनँ। आजको लागि चाहिँ यति नै गाइजहरू। अन्तिमसम्म हेरिदिनु भयो, थ्याङ्क यू त्यसको लागि। अनि कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न पनि नभुल्नु होला। धन्यवाद, बाई बाई।